नामको रङ गाउँपालिका वार्ड नम्बर 3 को दुलु गाउँ र याङलेसम्म जोडेर चाहिँ एउटा बाटो आइरहेको छ। यस बाटोमा चाहिँ अहिले लगभग अन्तिम चरणमा छ र यो क्षेत्र चाहिँ पहिला अनुगमन नभएको भन्ने कुरा आयो। हर्क राईले चाहिँ अब जग्गा पर्छ र यो रुखहरू यसरी बाँगिएको छ र पुरै यो चाहिँ पाखै एउटा भिरै बग्नेवाला छ, बग्नेसम्म भएको ठाउँ छ। त्यसमा हामी यहाँ अनुगमन के रहेछ त भनेर आएका छौँ। यो कति सालतिर चाहिँ बगेको हो? अर्काले 22 साल हो। तर यो बगेकोलाई बाटोमा पछि बाटो नै थियो भने पनि बजेट चाहिँ धेरै लाग्छ नि त फेरि, त्यो पनि एउटा सम्भावना थियो। यो रुखहरू ढल्केको छ। अब यता त्यो बाङ्गो सबै बाङ्ग्यो होइन, यसरी जानु खोजेको नि पहिल्यै उ हेर्नु न छुट्टिएको सबै लस्केको छ नि। उयो छुट्टिएको हेर्नु हो, यताबाट यो भाग छुट्टियो कि जुम गरेर हेर्नु। छुट्टिएको छुट्टिएको छ छुट्टिएको छ हो र छुट्टिएको छ। जुम गरेर यहाँ यो रुखै बाङ्गो भएछ। यस्तो धराप छ नि हौ। अब यो धराप ठाउँमा चाहिँ बाटो नलै नहुने अवस्था बन्यो। सबै सरेको हामीले जानु सरेको। अलैँचीलाई त खासै धेरै ठुलो स्याती नगर्ने अहिले रहेछ। त गर्दैन नि, पछि गर्छ हौ। अहिले त अनि छिर्नु त मेसिन छिर्नु त केही छैन नि, केही नगर्ने रहेछ अहिले। छिरिजान्छ नि, तर दीर्घकालीन रूपमा चाहिँ अलिक हुँदैन भने पछिल्लो असर गर्ने सम्भावना देखियो। त्यस्तो छ। बग्नु चाहिँ बग्ने नै रहेछ। बगेको बाङ्गा उयोले उयो उँभो आएर उयो अड्यो, उयो रुखलाई त उयोले त त्यसले थामिरहेछ। उ त तल्लो छ। रङ गाउँपालिका वार्ड नम्बर 3 निवासी तेजबहादुर लिमकिम राई पनि यसरी बाटो अनुगमनको लागि आइरहेको अवस्था छ। अनि यो बाटो अनुगमन भइरहेको छ। यो पहिरो चाहिँ पहिला चलेको ठाउँ रहेछ कि, अनि यो रुखहरू यसरी बाङ्गिएको रहेछ भन्ने कुरा आयो हर्क राईको। त्यसको लागि चाहिँ यहाँ हामीले हेरिदिनु पर्ने भयो। यो यसो गरौँ कि भदे तपाईँको यो मुनतिर कता उयो छ त्यो म भू संरक्षणबाट कुरो गरेर तपाईँको यसमा तारजाली लाउँदा उपयुक्त हुन्छ कि होइन, तपाईँको मेसिनरीवाला हाल्दा हुन्छ कि तल खोलादेखि नै तटबन्ध बाँध्नुपर्छ क्या। यो मेन भनेको त यहाँ माथिकोले भन्दा पनि मुनिकोले बिगार्छ नि त, खोलाले। मुटु नै काम्ने भिरमा बाटो खनेको अवस्था रहेछ। मलाई त मुटु नै काम यस्तो भिर है, मुटु नै काम्ने। ऊ पारीदेखि बुलु गाउँदेखि यसरी बाटो आइसकेको रहेछ र यहाँसम्म आएर चाहिँ बाटो यहाँ चाहिँ कस्तो लाग्छ हो भाइलाई? मलाई हर्क साम्पाङको अभियान एकदमै राम्रो लाग्छ। अनि देश पनि बन्द रहेछ भन्छ भनेपछि अब यसरी नै श्रम गर्ने हो भने त हर्क साम्पाङले पनि अहिले एउटा अभियान ल्याउनु भएको छ। यो पाल बस्दै गरेको होइन, साह्रै धेरै बहुत सर्मथन हाम्रो हो यतापट्टि बिजुली पनि भयो, यता पनि आयो नि, यता पनि आउँदाखेरि चाहिँ सरकार चाहिँ एकदमै ठिक छ। यो जुझारुमा चाहिँ यो कुरा जानु पर्यो क्या। ल ठिक छ। राम्रो छ है। पर्ने हो कि सबैले आवश्यक पर्ने कुरो हो, किनकि गाउँको विकास पनि हो कि एउटा विकास लाउनै पर्ने। दिपक होइन म अहिले फोन गरेर भनिदिएँ पेटपातो चाहिँ आउँदैन, पेटपातोलाई अब तिनै अब त्यो सुमने के छ म त्यसलाई उयो गर्छु, पञ्चबाजेलाई भन्छु होइन, पञ्चबाजे आउँछु सानो बाटो उसले लाउनेतिर चाहिँ बाटो कस्तो बनाएर नआउनु ल। फेरि पछि तपाईँको भाइ माने भने नि त्यो दाउरा म लान्छु ट्र्याक्टरमा, त्यो बत्तल छैन त्यो दाउरा भएको ठिक्छो त्यहाँदेखि पठाउँ ल। हो यसरी चाहिँ चट्टै कडालमा बाटो सिधा पनि हो, दिनमा पनि देखियो बाटो उयो पनि भयो। अनि यसलाई गरेर यो गाह्रो लाग्नु पनि चट्टै पठाउनु, अन्त त्यहाँ त्यो पानी हालेको ठाउँमा कति हुन्छ उता मिलाएर चट्टै बनाएर त्यो चट्टै क्लियर गर्ने पनि राम्रो हुन्छ। अब लास्ट पोइन्टमा अब म दिपक र हाम्रो केटोलाई भन्छु अनि पञ्चबाजेलाई भन्छु कि बाँकी यो गरेर अब यसलाई तपाईँको त्यति गर्दाखेरि
श्रमदान चाहिँ यसरी गरिराख्नु भएको छ उहाँहरूले। श्रम चाहिँ यसरी अब यो श्रमको चाहिँ रङमा पनि सुरुवात भएको छ। होइन युवाहरूले श्रम चाहिँ गरेकै हो। रङ गाउँपालिका वार्ड नम्बर 3 याङ्ग्रे पुछार। अब यसरी गएको छ। यो साउली खोला भनिन्छ। यो पुरानो याङ्ग्रे पुछारको जमिन हो। यहाँ चाहिँ अब बाटो पारिपट्टि ठोकिनलाई माथि हाइवेदेखि झरेको बाटो छ जुन बिरिङ खोलासम्मको, त्यहाँ पनि पुल बनेको छ। त्यो बाटोसम्म जोडिएर यो चाहिँ एउटा कृषि रोड हुने बाटो। यो चाहिँ यसरी फोरिएला भन्ने कुरो कल्पना पनि थिएन होइन त। विकास भनेको यसरी भएको छ रोङमा। अब नजिकै यहाँ बुलु गाउँ आउन सकिन्छ। हिँडेर 1 घन्टा लाग्थ्यो भने अब अहिले 15 मिनटमा आइपुगिन्छ। वार्ड नम्बर 3 को बुलु सिरानदेखि तेज बहादुर लिमखिम राईको घरदेखि चाहिँ यसरी आयो र बुलु खोला भनिन्छ। र यो बुलु खोला क्रस गरेर बाटो चाहिँ यसरी यो नाकेचौली हुँदै याङ्ग्रेको हर्क राईको घर मुनिको टर्निङमा यो बाटो पुग्छ। राम्रो चाहिँ भएको थिएन छैन। यो त यति लामो दूरीमा नि टर्निङ नरहे यति लामो दूरी त माघे सुन्तलेतिरको बाटो जस्तो भयो होइन। यो चाहिँ याङ्ग्रे अब ठोकिने बाटो हो। यहाँ चाहिँ यो नाकेचुलीदेखि चाहिँ यस्तो राम्रो बाटो गएको छ एकदम स्ट्रेट। अब गाउँमा अलिअलि सामान्यतया विवाद त आइहाल्छ नि, त्यो सामान्य कुरा पनि हो। भाइ ए लु 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 भोक लाग्यो होला। म चाहिँ खाजा खाएर आएको। सुरुमा यो सर्वेको चाहिँ कसरी सल्लाह भयो यहाँबाट बाटो खन्नुपर्छ भनेर चाहिँ? यो एउटा त्यहाँ खनारादेखि सानोबुलुसम्म पोहोर जोडिएको, पोहोर परालको सालै जोडिएको, अनि पोहोर बजेट नभएको कारणले त्यहाँदेखि मेन भनेको सानोबुल र ठुलोबुलको बाटो जोडौँ। अब एउटा के छ भने गाउँमा केही ल्याउँदा पनि पिकअपलाई आउनु पर्ने, फेरि आएर एक ठाउँका घुमेर मार्से पुग्नुपर्ने ठुलो दास्ती थियो। त्यसलाई चाहिँ कम दूरी होस् भनेर त्यसलाई जोड्दाखेरि अनि अब यो मिसिन पनि लिएर यतै आएर यो तपाईँको याङ्ग्रेमा अलिकति भाद्रको याङ्ग्रे र काजीटार बाटो स्तर उन्नति गर्ने अलिकति बाँकी रहेकोले मिसिन यो यतै आउने भएको कारणले मिसिन निकाल्ने ठाउँ पनि कहीँ पनि नभएको हुँदाखेरि अनि हामीले गाउँपालिकाको अध्यक्षहरूसँग वडा अध्यक्षहरूसँग बसेर सल्लाह गऱ्यौँ। अब यो भोलि गएर भविष्य पनि मुनि जाने बाटो राम्रो पनि हो। त्यही भएको कारणले यो बाटो लैजाउँ, अब मिसिन कहीँबाट निक्लिँदैन पनि, काम यतै गर्नुपर्ने भन्ने हिसाबले यो रोड चाहिँ मैले गाउँपालिकाको अध्यक्षहरूलाई देखाएर ल यो सही छ, यहाँबाट जाँदाखेरि सही हुन्छ भन्ने हिसाबले यो त्यही तरिकाले खनेर ल्याइयो, प्राविधिक बोलाइयो, देखाइयो, ठिकै छ। अब गयो अनि अपरेटर भाइलाई देखाएर ल यो बाटो यस्तै भनेपछि यसरी नै खनेर आएको हो। यस बाटोले चाहिँ कहाँ कहाँ समेट्न सक्छ अहिले तत्काल चाहिँ? अहिलेको तत्कालको लागि यो एउटा गाउँको भौगोलिक दृष्टिकोणले पनि अलिक अप्ठ्यारो तल्लो भेगलाई समेट्दै यो तपाईँको सूर्योदयदेखि आएको बाटो यो तपाईँको मालमासे सिमले गाउँखेतको पुछार भागदेखि हुँदै खबारे सानो बुलु ठुलो बुलु समेटेर अहिले यो याङ्ग्रे हुँदै काजीटार हुँदै यो भोलि भोटेरारसम्म जाने यो जोड्ने एउटा यो कृषि रोडको सम्भावना बोकेको यो भोलि गएर भविष्यको लागि यो तल्लो भेगको लागि, तल्लो भेग बस्तीको लागि अति उपयुक्त बाटो। हावा जानु पनि नजिक र यहाँदेखि तपाईँको फिकल जानको लागि पनि यो तलको भेग जानु, माथि बाटो पुगेर गइरहनु भन्दा यहाँ मुनि जाँदाखेरि यो तपाईँको जाँदाखेरि पेट्रोल पम्पदेखि अलिक ओरादेखि छिरेको बाटोमा ठ्याक्कै यो बाटो जोडिएको छ। र यो तल्लो बस्तीको मान्छेहरूको लागि झापा जानु र सूर्योदय पुग्नु वा फिकल पुग्नु एकदम सहज छोटो दूरी। अथवा लकडीहरू चाहिँ माथि भिरको टुप्पामा छ भने पनि झारेर बेच्न सकियो। यो तपाईँको हरेक दृष्टिकोणले गर्दा यो बाटो राम्रो छ।